एभ्रिवान, वेलकम छ हजुरहरूलाई हाम्रो च्यानलमा। आज भने हाम्रो किचनमा के बन्दैछ हजुरहरूले गेस पनि गरिसक्नु भयो होला। यस, हजुरहरूको गेस ठिक छ। हाम्रो भान्सामा बन्दैछ चटपटे। र चटपटे चाहिँ हामीले हाम्रो भान्सामा एभाइलेबल भएको इन्ग्रेडियन्ट्सहरू जे छ त्यसलाई युज गरेर बनाउँदैछौँ। अब यसमा चाहिँ अहिले भुजा, चाउचाउ, धनियाँ, खुर्सानी, टमाटर, बन्दा, प्याज, कागतै र हामीले हेर्न सकिन्छ हरियो प्याज र लसुन चाहिँ मैले अलिक थोरै राखेको छु। अब हाम्रो कसैलाई मन पर्न सक्छ, कसैलाई मन पर्न सक्दैन हरियो प्याज र लसुन हालेको, त्यही भएर मैले अलिक थोरै नै राखेको छु। हजुरहरूलाई कतिको मन पर्छ त्यो अनुसारले अलिक थप्न सक्नुहुन्छ। र आलु चाहिँ उसिनिँदैछ, आलु पनि उसिनेर रेडी भयो। अब हामी सबै मिलाएर अनि चटपटे रेडी गर्छौँ। ल, सुरुमा आलु नै राखौँ अनि हामीसँग भएको यो कागतीलाई चाहिँ हटाउँ। त्यसै गरी धनियाँ राखौँ, खुर्सानी राखौँ, खुर्सानी, हरियो बन्दा, हरियो प्याज, टमाटर, हामीसँग भएको प्याज मसिनो गरेर काटेर राखिएको छ प्याज। त्यसै गरी हरियो लसुन पत्ता ल अरू रहेको सबै जति काटेर राखेको सामग्री छ त्यो सबै यसैमा राखेँ मैले। अब यसमा हामीले पहिला अलिकति यसलाई ठिक्क हुने जति नुन हालौँ, अलिकति बेसार पनि राखौँ, थोरै धुलो मसला, चाउचाउको मसला, धुलो खुर्सानी, निचरेर राखिएको कागतीको रस। अब यसलाई राम्ररी चलाउने, यसलाई राम्ररी चलाउने। अब हामी भुजा र दालमोठ अनि चाउचाउ हाल्छौँ। चाउचाउ, दालमोठ, भुजा, अब राम्ररी चलाउने चटपटेलाई। हेर्नुहोस् त कस्तो हेर्दै मिठो होला जस्तो देखेको छ। अब फेरि अलिकति नुन थप्नुपर्छ, अघिको नुनले अलिक पुग्दैन। अघि हामीले त्यो सुरुमा काटेको तरकारीहरू भेजिसहरूको लागि मात्र पुग्ने गरी हालेका थियौँ। अब सबैलाई पुग्ने गरी अलिक थप्नु पर्यो। ल हेर्नुहोस् है, हाम्रो चटपटे रेडी भयो। यस्तो छ चटपटे।